टाढा पानी घोरे पानी छोडेर हैन टाढा पानी जान लागेको छ यहाँ साह्रै राम्रो छ है मनमोहक दृश्य हाम्रा 2-4 साथीहरू उहाँ चाहिँ घोरे पानीको सोल्टिनीहरूलाई गफ मार्दैछ केटाहरू टाढा पानी जाने भनेर हिउँको बाटो उकालो ठडिँदैछ केटाहरूले हामीलाई गद्दार गर्यो केटाहरू आउँदै आएन कता घोरे पानी बस्छ के तिनीहरू आज त्यही त हामी बुढो 3 जना अब आइयो के रे यार ठिटा उतै बस्नु हाम्रो लक्ष्यमा पुग्न सक्यो त्यही भएर जानुपर्छ यहाँ एडमन हिलाडी र तेन्जिङ शेर्पा उकालो ठडिँदै हुनुहुन्छ यहाँ धनराज हुनुहुन्छ घोरे पानीबाट टाढा पानी जानको लागि उकालो चढ्दै हुनुहुन्छ मिस्टर धनराज गुरुङ धनी दाइ हुनुहुन्छ अब हामी टाढा पानीको लागि यात्रा गर्दैछौँ लाग्छ भन्नु कुन हिमाल हो यार यो माछा पुछेको भाइ खाङ्जेपुर हो हाई बुढी भनेर भन्नु भएन के रे है डार्लिङ एकदम मिस गरिरहेछ बुढीहरू नि भाउ कति रमाइलो हुन्छ भन्दा नि मल ल्याउनु पर्ने रहेछ यार के गर्ने ल खेल क्या मजा हुँदैछ थाकियो यार हो धनराज दिनेश चिप्लेटी खेल्दै हुनुहुन्छ हामी उसमा हकेको आछ टेक टेक भात हाल्न भात टेक भात हाल्न के कस्तो कराउने यार जिन्दाबाद मुर्दाबाद 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 भात हाल्न भात मुला मुखा भात हाल्न जा पनि चिप्लेटी खेल्दै जान्छ जान्छ यो मेरो चाहिँ मलाई फेरि पल्टाउलास् नि फेरि ओइ म सारिएको एक्लै त कस्तो स्ट्यान्ड लगाइदिएन दाइ लट्ठी गाडेर राखिदियो भने त स्ट्यान्ड भइहाल्थ्यो नि केटाहरूको आँखाबाट आँसु आएको लाग्छ मलाई आँखा सुन्ने जस्तो छ ए भात हाल्न भात मलाई गिफ्ट दिएको टोपी त्यो चस्माले नछोड्न है त्यो उठ्यो बल्ल त्यसलाई जान्छु भन्नुपर्ने थियो अरूलाई त हुन्छ त्यसलाई जान्छु भन्ने छिटो आइज न म जान्छु बाहिर निस्किनु ए कान्छ मुखमा भात हाल्नु अनि उल्टा सुल्टा भएर कि जान आइ छिटाइदिनु हरियो बल्ल हरियो जान्छु थाक्यो जान्न उता उताबाट छ क्या उताबाट हुन्छ त्यता हुन्छ ओह्रालोमा त्यसै चिपेरी खेल्दै जाने क्या आइदैन थाक्यो ठिक आउँछ घाम पो लगाएको झन्
त्यो हिउँको चमकले केटाहरू त अलिक गोरो गोरो भयो त नाकु ठिक छ अरू सोध्न यार कान्छा भात हाल्न भात भात डालने के लिए प्रेस कर कान्छा भात हाल भातमा सलितिर चल्छ ओइ भात हाल भातमा कादा खान चेक एकदम थकित भएर बसेछ रातभरि दोहोरी गीत गाएको अहिले थाकेछ हिमा भात हाल्न भात हल्ला न त्यहाँ भात हाल्छ तलमा गोरे गोरे जिन्दाबाद माया छ तिम्रो नाममा भेट्न आउँदैछु सधैँ गाउँमा तर के होइन केटा हो यो दुनियाँ चाहिँ एकदम दिखावापन हो क्या घुँडा टेकेर हो कंस मामाले रियाक्ट गर्यो भन्दा धन्दैले मामा भान्जाको ल केटाहरू अहिले देउरालीमा आएर खाना खान तर्खरमा छ अहिले चाहिँ तातो पानी टौसी त केटाहरू छुँदै छुन्न तातो पानी हो हिजो राति हाम्रो भाइलाई बाँदरले कोपार्दिएकोमा टेप लाउन गइरहेको छ सब यहाँ हिउँ खेल्नेमा रमिरहेको